Hello, namaste, and welcome back to the Nimi Productions सबैजनालाई. So good morning सबैजनालाई. Here we starting. Starting. Nice. Oh. दाइको सालदेखि स्टार्ट हो भने ल आज दाइले के अनबक्सिङ गर्नु भन. गाइस बिल आएको छ ओए करोडको बिल हो ओए ओए पैसा नगरे पनि बिल खोला पाइन्छ त्यहाँ स्टेप हाल्नु कहाँ यहाँ टी सर्टमा हान्दिएको तपाईँको नि यहाँ हजुरको त्यो सेतो टी सर्टमा दामी देखियो यहाँ हान्दैछ हजुरकोमा चकचके हुनुहुन्छ नि तर यहाँ ल्याउँदा म हान्नु जाउनुमा पातलो कि आतुरी छ यार दाइलाई यार बिल खोल्न यार तै लास्टै पैसा पाउन सक्छ क्या हो. यो बिल सबै तपाईँले पैसा महिनाभित्र पनि भ्याउँछ होला कहाँ छ कहाँ भ्याउँछ महिनामा अमित इलेक्ट्रिक नि पसल एमआरपी हो कतिवटा होला र यो भ्याट बिल हो क्या मलाई पनि चाहिन्छ नै यो त. आइफोन 12 देखि भिडियो बनेको खुसी लाग्यो गोरो गोरो देख्न पाएँ आजलाई बडी दिखाइदिनु. होइन भाइ अघि बढी देखाएको भाइ तिमी आएको टी सर्ट लगाएर नाटेर खोल्नु दाइ तपाईँको पोनी भयो. होइन के मोटो भयो क्या त्यही भएर यसो हानेर पातलो हुनु के खुलाउनु अस्ति खतरा त्यहाँ बुझ्ने छैन नि त दाइ हेर्नु त. बुझ्यो नि नबुझ्यो मतलब होइन कि भाइ छाप भयो चल्छ नि त हामी त भाइ त्यो ब्रेडलीको फ्रुट्स छ त्यो युपिएसको हुन्छ फेरि भन्नु. अब बोले जिया जिया अब बोलिए. देखाइदिउँ क्या सर्च गरेर गप्पा कहाँ ओए गप्पा वाला गरे लास्टै हो यार त. जिया गप्पा वाला जियाको गप्पावाला क्यामेरा अन फोकस हाम्रो दाइ त लास्ट चकचके हो यार त मान्छे यार. ल अब दाइसँग यसो दबदाब हुन्छ मेरो सान्तिनो अन त्यसरी अन क्यामेरा हुन्छु म. सलमान खान हाम्रो तेरे नाम भाइ हाम्रो अमित दाइ के हो टाइगर श्रफ. ओह तेरा अनि दाइ चाहिँ फेरि बबी देवा उता सन्नी देवा हिरो. अब दाइ आयो भने नि खालि दाइ हेर्नु कति सोझो बनेको माइ गड यार. जो केटीले पनि पत्ता हुन्छ होला यस्तो त यार उतिको बस्नु भएन नि अहिले तपाईँ बोल्छ नि खुब त्यो दाइले जिम अफ क्यामेरामा यस्तो त्यो दाइले जिम चकचक गर्नुहुन्छ ज्यान हेरेर थाहा पाइरहेको छु. 10 अहिले मिनेट आफैले अस्ति हातसम्म भेट्नु भएन मेलामा उसको हड्डी प्याक खालि हान्दैन कति सोझो देखिएको यार माइ गड यार. अहिले अफ क्यामेरा यस्तो सबैभन्दा धेरै बोल्ने सबैभन्दा धेरै चल्ने अरे यही दाइ हो. नेपालीमा सोध्छ इङ्ग्लिसमा ल अब यस्तो सोझो भएको हेर्न म सक्दिनँ दाइलाई. सो अफ क्यामेरा है यसको सुता हेर्नु त गाइस. ओए ओए सुता काम सोही सकाएर म फेरि रिटर्न हुँदैछु आफ्नो घर. म र मेरो राजा साथी नि बाटोमा भेटेँ मलाई. साथी पनि भेटेँ बाटोमा. सो वी आर गोइङ होम अगेन. हाम्रो मेरो काम चाहिँ भयो. साथी पनि आफ्नो काम ल्याएर चाहिँ काम गरेर भ्याएँ. सो त्यही भन्दै विल कन्टिन्यू अगेन. बिहानदेखि भातै गएको छैन मैले. यति धेरै काम यार भर्खर स्टोरबाट आएँ यताउति भिडियो सिडियो बनाएँ. अर्को स्टोर जाँदैछु म. अब मैले यो लोडहरू कपडाहरू लिएर आएँ.
आज अरू बेला भात खाएको भिडियो देखाउँथे आज त भात खाएको नि थियो होइन भातै खाएको छैन के भन्नु केही छैन एनिवे आजको मौसम चाहिँ एकदम दामी छ सनसेट एकदम बवाल लाग्दैछ भन्छ त यो भन्नाले कस्तो रिल्याक्स भइरहेको रिलिफ भन्छ नि मेहनत त्यही माथि मेहनत भइरहेको मेहनतको फल मिल्छ भन्ने जस्तै क्या मौसम पनि त्यस्तै छ क्या यही हो मेरो पल आजको यही भ्यू हेर्न पाएँ म यस्तो बवाल लागिरहेको मलाई रियल लाइफमा हेर्नुहुन्छ भने यतिको पिसहरू चाहिँ केही चिजमा पाउनुहुन्न होला क्या मलाई जतिसम्म लाग्छ र मलाई यस्तो मजा आइरहेको आज भनौँ न फर्स्ट टाइम यस्तो भ्यू हेर्दा अहिलेसम्म म यस्तै हेरेको थिएन क्या तर मेरो रिलिफ भनेको यही भयो आजलाई एनिवे थ्याङ्क यू गड्स हो क्या लास्टमा सो स्टोर गरेर म फेरि अपलोड गर्नेछु बाई बाई सही छ दाम देख्छ भाइ दसैँमा के भन्दै थियो भाइ दसैँमा त एउटा कपडा लिने हो ओ मेरो भाइ कस्तो लाग्छ तिमीलाई भाइ कस्तो लाग्यो कपडा बवाल लाग्यो साथीलाई बोलाऊ तिम्रो अब डेली भ्लग हो हाल्न त पऱ्यो केही न केही सो आजलाई यति भोलिबाट फेरि गेम छ हाम्रो अब केही भनौँ न खानेकुराको केही हुन्छ नि फुड आइटमको हाम्रो प्रोग्राम हुन्छ छुट्टै भन्दै थ्याङ्क यू फर वाचिङ एभ्री लभ यु लाइक एन्ड सब्सक्राइब इट बाई बाई प्यु